दीक्षांत समारोहका पूर्ववर्ती श्रीमान प्रवीण नायक महाबलिज्यू समक्ष दीक्षान्त कवाल दर्शनका लागि प्रतिमा चढाउन परेड कमान्डर पश्चाती प्रहरी जवान शिव राणा मञ्चतर्फ आउँदै हुनुहुन्छ। कार्यक्रम अनुसार पूर्ववर्ती श्रीमान प्रवीण नायक महाबलिज्यू दीक्षान्त कवाल दर्शनका लागि कवाल मैदानतर्फ जाँदै गर्नुभएको बेहोरा अवगत गराउन चाहन्छु। साथमा यस शिक्षालयका उपनिर्देशक प्रयोग परीक्षक रविन्द्र केसी हुनुहुन्छ। यस कार्यमा प्रमुख अतिथिको लागि मार्गदर्शक कार्य गर्नुहुन्छ पश्चाती प्रहरी जवानद्वय अञ्जना पाण्डे र बेनी माया गोले। दीक्षान्त समारोह कार्यक्रममा अहिले प्रमुख अतिथि श्रीमान प्रवीण नायक महाबलिज्यूबाट दीक्षित भइजाने पश्चातको निरीक्षण भइरहेको बेहोरा सम्पूर्ण अतिथि महानुभावहरूमा अवगत गराउन चाहन्छु। आदरणीय अतिथिवर्ग, यति बेला हाम्रो आमन्त्रण स्वीकार गरी चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूको आगमन भइसकेको बेहोरा अवगत गराउन चाहन्छु। आदरणीय प्रमुख जिल्ला अधिकारीज्यूलाई आसन गर्नका लागि हार्दिक अनुरोध गर्दछु। प्रमुख अतिथि श्रीमान प्रवीण नायक महाबलिज्यूबाट दीक्षित भइजाने पश्चातको निरीक्षण